heading to a distinguished gentleman ride 2025. Everybody is taking TikToks and photos here. Where is Mr. Shakil? Shall we start? Yes. Right. Various reasons. So that's why they have this ride all over the world. It's not only happening in Nepal, it's happening all over. Respect गरिदिनु होला र एज अ जेन्टलम्यान हामी बिस्तारै एकदम डिसिप्लिनमा जान्छौँ सो अलिकति त्यो कुरा पनि तपाईहरुले फलो गरेर मजाले जाम रमाइलो गरौँ हम फेरि बाइकर्स क्याम्पमा बिङ्गोले लिनु भएको छ बिङ्गोको गेम्सहरु छ हैन सो लेट्स ह्याभ फन थ्यांक यू सो मच फर जोइनिङ थ्यांक यू थ्यांक यू So much. Can we give Mr. Raymond a big hand, please? Yeah. Thank you, Patrick. Thank you so much, everybody. Is this the one of my Well, the distinguished gentleman's ride 2025. You're right, मैले पनि join गरेको it's been a while. Continuously every year म participate हुन चाहिँ खोजिरहेको हुन्छु and सबैजना साथीहरु सुनौ है किनभने यो राइडको मेन उद्देश्य नै बोल्नुपर्छ र सुन्नुपर्छ भन्ने हो किनभने मेन्स मेन्टल हेल्थ भन्छ नि रोक्ने मान्छे भएर रोनु हुन्न रे I think that's bullshit, right? Because men are obliged and sometimes they need to like let it out, they need to cry, they need to speak. किनभने हामी जहिले पनि त्यही माहौलमा हुर्केको हो नि त हामीलाई चाहिँ सानैदेखि नै हुर्काएको केटा मान्छे हो तर हुनुपर्छ अरूको अगाडि चाहिँ नम्र हुनु हुँदैन एन्ड त्यो कुरा चाहिँ कति कुराहरू हामीले खेपिरा हुन्छौँ हामीले भोगेरा हुन्छौँ मनभित्र हुन्छ गुम्सिरा हुन्छ त्यसले चाहिँ इट लेड्स टु डिप्रेसन एन्ड सो मेनी अदर डिजिजेस सो वी रियली निड टु टक अबाउट इट अब म पनि एउटा सर्टेन एज पुगिसकेको छु जिन्दगीको उतार चढावमा मैले पनि धेरै भनौँ न अप्स एन्ड डाउन्सहरू देखेको छु तर डाउन भएको बेलामा you need someone who can listen to you. That's very important. So कोही साथीभाइहरूले खुलेर तपाईहरुसँग कुरा गर्न खोजिरा मतलब भन्छ नि उहाँहरूले चाहिँ बोल्न नसकेको हुन सक्छ so try to listen to them. So if you are like going through some depression, some anxiety, you really need to talk it out with your close one, with your loved ones, or else you can seek some professional help as well. Well, आजको हाम्रो यो राइडको मेन उद्देश्य चाहिँ त्यही हो सबैजना दामी खतरा देखाएको छौँ हैन अब आएर एउटा इन्स्टाग्राम फेसबुकको प्रोफाइल पेज मात्र नहोस् let's talk about this let's try to spread the awareness about men's mental health and also about the prostate cancer किनभने हजुर क्यान्सर एकदमै डेन्जरस डिजिज हो थाहा छ तर प्रोस्टेट क्यान्सरको बारेमा हामी इभन मेन्सहरूलाई पनि धेरै थाहा छैन यो कुराहरू अब सिटीको मान्छेलाई त थाहा छैन झन् बाहिर गाउँको त कुरै छोडिदेऊ सो वी रियली निड टु टक अबाउट इट एन्ड स्प्रेड द वर्ड किनभने सोसियल मिडिया सबैले चलाउँछौँ आज आइम स्योर हन्ड्रेड्स अफ स्टोरिज यो डिजिआरको पेजेसहरूमा आउनेछ र त्यसमा चाहिँ यो किन गरेको यसको पनि मेन्सन चाहिँ गरिदिनु होला त्यही नै चाहिँ मेरो रिक्वेस्ट रहेको छ एन्ड या अफ कोर्स Patrick दाइले भने जस्तै let's have a fun ride, let's have a fun day and let's make sure it's going to be a safe one. It's a gentleman's ride, all right, remember that gentleman's ride also. Let's be gentlemen and ride throughout the city. Thank you so much Patrick dai. Thank you, Raymond. Okay, we've come now to the end of the program, at least talking. So please, it's a gentleman's ride. बिस्तारो चलाउनुहोस् है कतिवटा बाइक चाहिँ एकदमै आवाज आउँछ खै त्यो भाइको बाइक हुन्छ so let's give a good message to the public that we are not a rowdy so we are gentlemen today है so lines को formation चाहिँ सागर जी म पनि हुन्छु अगाडि if you have any problem
Insane छ त यार exhaust त. What was that? Gentleman Ride 2025. Yo चाहिँ हाम्रो सेकेन्ड राइड हो.